आज भोलिको भविष्य त्यो व्यक्तिहरूको राम्रो हुन्छ, त्यो व्यक्तिहरूको चाहिँ भविष्य सफल हुन्छ, राम्रो हुन्छ जो व्यक्तिहरू चाहिँ अहिले आजको लागि तयारी गरिरहेको छ, आजको लागि चाहिँ प्रिपेयर भइरहेको छ। आज आफ्नो समय, आफ्नो ऊर्जा, आफ्नो टाइमलाई चाहिँ भोलि भविष्यको लागि, फ्युचरको लागि काम लाग्ने खालको नलेज, एजुकेसन, स्किल्सहरू भयो त्यसमा चाहिँ युज गरिरहेको छ, जो चाहिँ अहिले प्रिपेयर भइरहेको छ, जो चाहिँ अहिले तयारी गरिरहेको छ भविष्यको लागि, भविष्यमा काम लाग्ने शिक्षाहरू, नलेजहरू चाहिँ लिइरहेको छ, जसले चाहिँ शिक्षा लिइरहेको छ, जुन शिक्षाले चाहिँ उसलाई गएर भविष्यमा सपोर्ट गर्छ, साथ दिन्छ, उसको भविष्यलाई राम्रो बनाउन मद्दत गर्छ। तिनीहरूको भविष्य चाहिँ राम्रो हुन्छ, तिनीहरूको भविष्य चाहिँ ब्राइट हुन्छ, उज्यालो हुन्छ, तिनीहरूको भविष्य चाहिँ राम्रो हुन्छ जो आज प्रिपेयर भइरहेको छ, जो आज तयारी गरिरहेको छ, जसले आज शिक्षा लिइरहेको छ, राम्रो शिक्षा हासिल गरिरहेको छ भनेर चाहिँ भन्न खोजेको छ। कति इम्पोर्टेन्ट छ, कति इम्पोर्टेन्ट र महत्त्वपूर्ण छ। आज अहिले तपाईँ आफ्नो समय, आफ्नो ऊर्जा कहाँनिर, कुन ठाउँमा, के चिजमा चाहिँ प्रयोग गरिरहनु भएको छ, युज गरिरहनु भएको छ। तपाईँले आज अहिले कस्तो खालको शिक्षा, कुन शिक्षा लिइरहनु भएको छ, तपाईँले शिक्षा लिइरहनु भएको छ कि छैन, त्यो चिज, त्यो कुराहरूले नै डिसाइड गर्छ भोलि गएर तपाईँको भविष्य, तपाईँको फ्युचर कस्तो बन्ने हो भन्ने कुरा चाहिँ आज अहिलेको तयारी, अहिलेको तपाईँले लिनुभएको शिक्षा, तपाईँले दिनुभएको आफ्नो टाइम, समय, त्यसले नै भोलि गएर तपाईँको फ्युचर, भविष्य चाहिँ डिसाइड गर्छ। तपाईँको भविष्य, फ्युचर कस्तो हुने, कस्तो बन्ने, तपाईँ कस्तो बन्ने, को बन्ने, तपाईँ कति कमाउने, के गर्ने, कतिको सक्सेस हुने नहुने, त्यो सबै आजको तपाईँको तयारी, आजको तपाईँको शिक्षाले नै डिसाइड गर्दछ।